अनि त्यसै गरी यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ परियोजना कार्य छ हैन। अनि प्रयोगात्मक कार्य सम्पादन तथा प्रदर्शन कसरी गर्छन्, उनीहरूको प्रेजेन्टेसन, आफ्नो कामहरू, सहपाठी मूल्याङ्कन, साथीहरूको मूल्याङ्कन, साथीहरूले कस्तो सोध्छन् त त्यो विद्यार्थी जसको तपाईँहरूले मूल्याङ्कन गर्दै हुनुहुन्छ त्यो कुराहरू पनि, अनि उसले आफैले पनि आफ्नो कामहरूलाई कसरी मूल्याङ्कन गर्छन् विद्यार्थी आफैले, त्यो बारेमा पनि यहाँनिर खुलाइएको छ। त्यसरी पनि हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। साथै अभिभावकको प्रतिक्रिया पनि, आफ्नो नानी बाबुहरू कस्तो छन् उहाँहरूको प्रतिक्रियाको फारम डेभलप गरेर हजुरहरूले पठाउनु पर्ने हुन्छ। विभिन्न प्रश्नहरू सोधेर, अब बच्चाको घरमा कतिको सामाजिक विषय हो तपाईँहरूको भने, कतिको सोसल छन् त, घरमा व्यवहार कस्तो छ, मान्छे आउँदा घरमा हुन्छ नि अब पाहुनाहरू आउँदा कस्तो गर्छन् त्यो कुराहरू, साथै साथीभाइहरू कतिको बनाएको छन्, अनि ठुला सानालाई कस्तो व्यवहार गर्छन्, आफ्ना सामानको जतन गर्छन् गर्दैनन्, ती कुराहरू सबै खुलाएर चाहिँ तपाईँहरूले एउटा फारम पनि डेभलप गर्न सक्नुहुन्छ यसको लागि। र यी साधनहरू जति पनि यहाँ दिएको छ त्यसका जुन तरिका अनि साधनहरू छन् तपाईँहरूले यो प्रष्टसँग CDC-को वेबसाइटमा तपाईँहरूले पाउन सक्नुहुन्छ। अब त्यसै गरी यहाँ त्यो साधन त भयो, अब मार्क्स चाहिँ कति दिने त त्यो कुराहरू पनि छन्। जस्तो 3 सम्मको मा पहिल्यै करिकुलमले सेट गरेको छ, 1 देखि 4 सम्म चाहिँ मापन अङ्क भनेर राखिन्छ। त्यो चाहिँ अब बच्चाको स्तर अनुसारको मार्क्सहरू दिनुपर्ने हुन्छ। र यो मार्क्सहरूमा चाहिँ अब 4 भनेको त फुल मार्क्स ल्यायो हैन। अब फुल ल्याउन नसक्ने बच्चाहरू तपाईँले कुनै सिकाइ उपलब्धिहरूको चाहिँ मापन गर्नुभयो, इभ्यालुएट गर्नुभयो बच्चालाई, त्यो गर्दाखेरि चाहिँ उनीहरूले फुल ल्याउन सकेको छैनन् भने चाहिँ थप समय उनीहरूलाई जुन क्षेत्रमा उनीहरूको ज्ञान कम देख्नुहुन्छ तपाईँहरूले, त्यो नै कुरालाई चाहिँ थप समय दिएर उसको अङ्क वृद्धि गर्नुपर्ने हुन्छ। र त्यो थप समय दिएर फेरि मूल्याङ्कन गर्नुपर्ने हुन्छ। अब एकचोटि चाहिँ थप समय भनेको छ, अब उसको फेरि जस्तो 1, 2 अथवा 3 आयो, उसले कुनै क्षेत्रको कुराहरू जानेन, तपाईँले राख्नुभएको सूचकहरूमध्ये कुनै जानेन भने चाहिँ फेरि बच्चालाई त्यो जुन उसले जानेको छैन त्यो सूचकमा चाहिँ तपाईँले काम गर्नुपर्ने हुन्छ। यसरी राखिएको छ। अब त्यस्तै यही करिकुलममै तपाईँहरूले गएर हेर्नुभयो भने अब 1 देखि 3 सम्म चाहिँ